제딘케게 견라베세게 달루티무 멤버로세베카타 텐지슐루 투파이 로트포 페낭와 셀두스 या क्लासमा आउनुभएका सबैजनालाई स्वागत छ। अनि आज हामी सफिक्स नगर्ने ना सफिक्स ना सफिक्स 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 ना अस्ति हामीले के गर्यो भन्दाखेरि सफिक्स स र सफिक्स द सफिक्स भन्दाखेरि चाहिँ एउटा कुनै अक्षरको पछाडि आउने अक्षरलाई सफिक्स भन्छ। सो अस्ति हामीले सफिक्स द गरे द दाले चाहिँ के काम गर्यो भन्दाखेरि जस्तै स कत क द पछाडि द छ भने चाहिँ यसले के को काम गरेको हुनु पर्यो। स कत क द स कत क द पछाडिको दले चाहिँ एकरको काम गरेको हुनुपर्छ। स कत क द के 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 सो यो सफिक्स द जहिले पनि पछाडि द छ भने चाहिँ दले चाहिँ भावल एकरको काम गरेको हुनुपर्छ। स कत क द स कत क द के एकरको काम गरेको हुनुपर्छ। स कत क द के स कत क द के त्यसको पछाडि हामीले सफिक्स गरे। जस्तै सफिक्स भन्दाखेरि चाहिँ पछाडि आउने शब्दलाई सो त्यसलाई चाहिँ सफिक्स भन्छ। सो ल स यदि सफिक्स स हो भने चाहिँ साले चाहिँ के को काम गरेको हुनुपर्छ। ला सा यसले पनि एकरको काम गर्छ। सो ला सा इज इक्वल टु ले ला सा ले माने कर्म तपाईँले जुन चाहिँ काम गर्दैछ कर्म ला सा ले यो पहिले सिकिसकेको। आज हामी सिक्नुपर्ने चाहिँ सफिक्स ना। अब कुनै एउटा अक्षरको पछाडि द छ भने चाहिँ यसले एकरको काम गरेको हुनुपर्छ। कुनै एउटा अक्षरको पछाडि स छ भने चाहिँ यसले पनि एकरको काम गरेको हुनुपर्छ। अब यदि सफिक्स ना छ भने चाहिँ यो अस्तिको सिकेको फेरि सुन्नुहोस् बानी बस्नुपर्छ। क स के क द के ला सा ले गरी सुन्नुपर्छ। पहिलाको त अब सुनिरहनुपर्छ। युट्युब अन गरी अन्त त्यहाँदेखिको तपाईँ काम गर्दै गर्नुहोस्। स कत क द के
भन्दै गरेको तपाईँले सुन्नुपर्छ, घरिघरि सुन्नुपर्छ। अब आज के नयाँ सिकाउँदैछु भन्दाखेरि यदि सफिक्स ना हो भने ना जस्तै अब यसलाई कसरी उच्चारण गर्नु पर्यो? र गत ग उच्चारणमा के भिन्नता आएन? र गत ग र गत ग। अब सफिक्स ना छ भने र गत ग ना। र गत पहिले सिकिसक्नु भएको, उच्चारणमा र भए तापनि नभए तापनि गमै बस्छ। र गत ग न। अब पछाडि सफिक्स न आयो। एक्चुअली र गत ग न गन हुनुपर्ने, तर यो बटेमा चाहिँ के हुन्छ भन्दाखेरि र गत ग न यदि पछाडि ना छ भने नालाई पनि उच्चारण गर्नुपर्ने, सँगसँगै एकर पनि छ सम्झिनुपर्छ, इमेजिनेरी एकर। अब यदि तपाईँ पुस्तक पढ्दाखेरि पछाडि ना छ भने अब भनौँ यो रगत ग न ज्ञान भन्ने, गन नभन्ने, एकदमै नभन्ने। अब यदि र गत ग न ज्ञान हो भने अनि सबैमा अब यही नियम लागू हुन्छ। क ख ग न के हुनुपर्ने? अब यदि र गत ग न ज्ञान किन भयो? ना उच्चारण सफिक्स ना छ पछाडि, नालाई पनि उच्चारण गर्ने, सँगसँगै एकर पनि छ सम्झिने। र गत ग न ज्ञान, त्यसरी नै न ज्ञान। अब यो सबैमा लागू हुन्छ, त्यही यही नियम सबैमा लागू हुन्छ। अब तपाईँहरू त्यो अङ्ग्रेजी सिकिसक्नु भएको छ होइन? तर अङ्ग्रेजीमा जस्तै KITE काइट, NIKE नाइकी। किन त्यो नियम त एउटै नियम लागू भएन? KITE काइट बन्नु अरे, NIKE नाइकी हुनु अरे। यसमा के रुल छैन, तर यसमा छ। अब र गत ग न यदि पछाडि ना छ भने नालाई उच्चारण गर्ने, सँगसँगै एकर ल्याउने। सो र गत ग न ज्ञान, न ज्ञान। त्यसरी नै अब यसलाई कसरी पढ्नुहुन्छ? यो चा हो, चा तपाईँलाई थाहा नै छ। च न पछाडि न आयो, यसलाई कसरी उच्चारण गर्ने? च न, नलाई पनि उच्चारण गर्ने, सँगसँगै एकरको साउन्ड पनि आएको हुनुपर्छ। सो च न चेन, च न चेन। न्या 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 ना छ भने पछाडि ना छ भने
नालाई उच्चारण गर्ने सँगसँगै एकरको साउन्ड ल्याउने न्या ना न्यान न्यान मान्ने सुन्नु टु लिसन न्या ना न्यान सुन्नु टु लिसन न्या ना न्यान न्यान ना 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 पछाडि ना छ नाको उच्चारण गर्नुपर्छ सँगसँगै एकरको साउन्ड पनि ल्याउनै पर्ने ना ना नेन ना ना नेन ना ना नेन तथा ना अब सब्जेक्ट हामीले सिकिसकेको छ र अब यहाँ हेर्नुहोस् यो एकदमै कम्प्लिकेटेड देख्दैछ होइन तर यो सुपरस्क्राइब पहिला सिकिसकेको यो कन्सोनेन्ट यो सब्जेक्ट यो पनि सिकिसक्नु भएको अब सबै सिकिसकेर चाहिँ अहिले के नयाँ सिक्दैछ भन्दाखेरि पछाडि सफिक्स ना यदि तपाईँ यो फर्स्ट क्लास तपाईँ यदि हेर्नु हुँदैछ भने यो क्लास गर्नुभन्दा अगाडि त्यसको अगाडिको क्लासदेखिको सुरु गर्नुहोस् फर्स्ट क्लासदेखिको सुरु गर्नुहोस् फर्स्ट क्लासमा कसरी जानु सक्छ भन्दाखेरि हाम्रो यो एउटा गोलो भित्र हाम्रो फोटो छ त्यसलाई यसरी क्लिक गरेर चाहिँ गरिसकेपछि तल युट्युब 4-5 वटा आउँछ त्यसलाई चाहिँ यसरी ठेलेर राइट ह्यान्ड साइड टु लेफ्ट ह्यान्ड साइड ठेल्यो भने त्यहाँदेखिको फर्स्ट क्लास सेकेन्ड थर्ड फोर्थ फिफ्थ यसरी आउँछ त्यहाँदेखिको एकदमै फेदमा गएर चाहिँ त्यहाँदेखिको सुरु गर्नुहोस् अब फर्स्ट टाइम तपाईँ अब यो क्लासमा आउनु हुँदैछ भने यसरी अहिले बुझ्नु गाह्रो पर्छ र यो गोलोलाई थिचेर यसरी पुस गरेर चाहिँ फर्स्ट लेसन सेकेन्ड लेसन थर्ड लेसन यसरी आउँछ त्यसरी सिक्नुहोस् अब पुस्तक छिटै पढ्न सक्नुहुन्छ तपाईँहरू अब हामी फिनिसिङ दिने बेलामा आइपुगेको छु र अब यहाँ र गत ग यत ग्या ग्या ना ज्ञान र गत ग के उच्चारणमा के भिन्नता आउँदैन र गत ग यत यो संयुग सम्झिनु पर्यो र गत ग यत ग्या ग्या ना यसले दिनको एकर पनि ल्याउँछ नलाई पनि उच्चारण गर्नुपर्छ र गत ग यत ग्या ग्या ना ज्ञान अनि यदि यसरी छ भने अब यो त झन् कम्प्लिकेटेड देख्दैछ योभन्दा यो कम्प्लिकेटेड देख्दैछ तर यो सबै सिकिसकेको जोड्दै 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 आज यहाँसम्म पुगेको सो र गतक ग उच्चारणमा के फरक पर्दैन र गतक ग
ग यतक, यतकले चाहिँ सन्जुको काम गर्छ भनेर तपाईँले याद गर्नु पर्यो। र गत ग, ग यत ग, ग सेप्चु ग्यु, यो छोटै उकर सम्झिनु पर्यो। र गत ग, ग यत ग, ग सेप्चु ग्यु ना। ओके, यो अहिले भवल। अब एउटा अझै याद गर्नुपर्ने, अहिले चाहिँ सफिक्स ना आएको छ, ना पछाडि अगाडिकोमा चाहिँ कुनैमा भवल छैन, घेगु छैन, सब्चु छैन, डेङ्गु छैन, के छैन। त्यसले गर्दाखेरि अहिले यो नघट्ने। अब च ना चेन, कुन बेला चेन भन्ने, यदि यहाँ भवल छैन भने, यहाँ डेङ्गो छैन, गिकु छैन, नारो छैन, सब्चु छैन, त्यतिखेर मात्रै चा ना चेन, या ना येन, ना ना नेन, र गत ग, ग यत ग ना गेन, र गत ग, ग यत ग ना गेन, एक दुई तिन, यो तीनवटा सबै आज सिकाएको होइन, यो पहिला सिकेको, त्यसको पछि यो सिकिसक्नु भएको, आज यो सिकाउँदैछु। ग लता के हुनुपर्ने, ग लता, यदि तपाईँलाई ग लता के हुनुपर्ने याद आएन भने फेरि सुन्नुपर्छ। ग लता, ग लतक ल, अगाडिको लेसन सुन्नुपर्छ, सजिलो छ, सुनिरहनु त हो। ग लतक ल, ग लतक ल, ल ना, नालाई उच्चारण गर्नुपर्छ, सँगसँगै एकरको साउन्ड पनि ल्याउनुपर्छ। ग लत ल, ल ना लेन, ग लतक ल, ल ना लेन, ग लतक ल, ल ना लेन। ग यत, ग यत के हुनुपर्ने याद भएन भने पहिला फेरि सुन्नुपर्छ, यहाँदेखि जोड्दै जानुपर्छ हामी। पहिलाको ग यत के हुन्छ त्यो त्यति राम्रो याद भएन भने त्यो अगाडि साह्रो पर्छ, झन् साह्रो पर्दै जान्छ। अब र गत ग, ग यत ग्या भन्नु सक्ने, ग लत ल, ल भन्नु सक्ने भइसकेको छ भने चाहिँ आज चाहिँ ना सिकाउँदैछु। ग लत ल ना, नालाई उच्चारण गरेर सँगसँगै डिङ्बोको साउन्ड ल्याउनुपर्छ। सो ग लत ल ना लेन, फा, फा र त के हुनुपर्ने, फा र त, फा र त के हुनुपर्ने, फा र त के हुनुपर्ने याद छैन भने फेरि अगाडिको सुन्नु पर्यो। फेरि अब आज म नथप्दैछु, त्यसको पछि अझै जोड्दै जान्छु, तर अब सक्नु आँटेको छु हामी, तर पनि फाउन्डेसन राम्रो हुनुपर्छ। ग यत ग्या, ग लत ल, फ र त ठ, ट ठ, ठ, फ र त ठ ना, ना आयो, नालाई उच्चारण गर्नुपर्छ, सँगसँगै एकरको साउन्ड पनि ल्याउनुपर्छ। फ र त ठ, ठ ना ठेन, फ र त ठ, ठ ना ठेन। फ र त के हुन्छ तुरन्तै भन्नु सक्ने हुनु पर्यो। यो कसरी हुन्छ, यो यदि फ र तको अहिले तपाईँ पर्फेक्ट हुनु सकेको छैन भने यो युट्युब खोलेर तपाईँ काम गर्दै गर्नुहोस्, क र त ट, ख र त ठ भन्दै गरेको तपाईँ सुनिरहनुहोस्। फ र त ठ, ठ ना ठेन, छिट्टै अब पढ्नु सक्नुहुन्छ। आज योभन्दा अझ छिटो सक्ने थियो, तर बिचमा दिवाली र दसैँ आइदियो,
र तपाईँहरू व्यस्त हुनुहुन्छ भनेर चाहिँ मैले ग्याप राखेँ, धेरै दिन ग्याप राखेँ। अन्त अब युट्युबमा के राम्रो छ भन्दाखेरि एकचोटि बुझेन भने दोस्रोपल्ट फेरि सुन्नु पाउँछ, फेरि 3, 4, 5 जतिपल्ट सुने तापनि हुन्छ। अब क्लासमा टिचरलाई 5 चोटि भन्नु लाग्यो भने भन्छ कि भन्दैन, अब त्यस्तै छ। यो सजिलो छ एकदमै, युट्युब सिक्नुको लागि, भाषा सिक्नुको लागि एकदमै राम्रो माध्यम। फर त ठा ना ठेन। अब यो क्लास मैले सिक्नु त कोसिस गरेँ, तर सिक्नु सकिनँ भने कुरै आउँदैन। एकदमै बिस्तारै बिस्तारै म सिकाउँदैछु। किन चाहिँ यहाँ नालाई यहाँ ना न्यान किन भएन, किन ना सफिक्स हो, नालाई पनि उच्चारण गर्नुपर्छ, सँगसँगै डेङ्बोको उच्चारण पनि गर्नुपर्छ भनेर बुझाउँदैछु। फेरि भोलि पर्सि यसको अगाडि भवल आउँछ, भवल आयो भने फेरि तपाईँ त्यतिखेर कन्फ्युज हुनुहुन्छ। अहिले भवल नआउँदाखेरि न्या ना न्यान चा ना चेन ना ना नेन र ग त ग ग य त ग्या ना गेन। स्कुल जानु परेन, पानीमा स्कुल जानु परेन, ताला लगाएर जानु परेन, गाडी चढेर जानु परेन, घरमै एकदमै सजिलो। तर अलिकति टाइम दिनुपर्छ, तपाईँले टाइम चाहिँ दिनुपर्छ। एकचोटि सुनेर हुँदैन, 3-4 पल्ट सुन्नुपर्छ। फर त ठ ना ठन, फर त ठ ना ठन। द रत द रतक, द रतक के हुनुपर्ने, द रतक के हुनुपर्ने। यदि तपाईँलाई याद छैन भने फेरि रतक हो, फेरि त्यहाँ लेसनमा जानुपर्छ। द रतक ड, ट ठ ड, द रतक ड, ड ना, नालाई उच्चारण गर्नुपर्छ, सँगसँगै एकरको उच्चारण पनि गर्नुपर्छ। द रत ड ना डन होइन, डेन। द रत ड ना एक्चुअली डन हुनुपर्ने, तर भोटे भाषामा चाहिँ द रत ड ना डेन। अब यहाँ अहिले कुनैमा बबल छैन, कि कु सक्छु केही पनि छैन, सजिलो छ। यहाँ पछाडि ना छ, नालाई उच्चारण गर्नुपर्छ, सँगसँगै यहाँ डेङ्बो छ, सम्झिनु पर्यो। अब यही नियम यसमा लागू भयो भने यसमा पनि लागू हुन्छ, सबैमा लागू हुन्छ, यो सबैमा लागू हुन्छ। अब यसलाई कसरी पढ्नुपर्छ? ल हातक के हुनुपर्ने? ल हातक, अस्ति हामीले यो सिक्दाखेरि माथि ला छ अरे मुनि हा छ भने यो ल र ह दुवैलाई सँगसँगै उच्चारण गर्नुपर्छ। ल हात ला, ल हात ला, ल हात ला, ला ना एकरको साउन्ड पनि आउनु पर्यो। ल हात ला ना ल्यान, ल्यान, ल्यान। ल हात ला, ला, ल हातक ला, ला ना ल्यान, ल्यान, ल्यान,
यो चाहिँ अलिकति तपाईँले चाहिँ प्र्याक्टिस गर्नुपर्छ। यो नेपालीमा यो उच्चारण छैन त, त्यसले गर्दाखेरि यो पहिला सिक्दाखेरि अलिकति साह्रो चाहिँ पर्छ र पनि नसक्ने कुरा छैन। ल हातक ला, ल हातक ला, ला ना ल्यान, ल हातक ला, ला ना ल्यान। अब यो भयो अनि अब यसलाई कसरी पढ्नुपर्छ? सा र त के हुनुपर्ने? सा र त। यदि तपाईँलाई याद छैन फेरि रतको लेसन चाहिँ फेरि अध्ययन गर्नुपर्छ। सा र त सा एक्सेप्सन, सा र त सा, सा ना, नाले चाहिँ एकलको साउन्ड ल्याउँछ, नालाई पनि उच्चारण गर्नुपर्छ। सा र त सा ना सेन, सा र त सा। यो सुरुदेखिको फुर्सद पायो भने सुरुदेखिको युट्युब अन गरियो सुनिरहनुहोस्। फर्स्टको राम्ररी बुझ्ने भइसक्यो भने सेकेन्डको सुनिरहनुहोस्, थर्डको सुनिरहनु। कतिजनाको मोबाइलमा आवाज एकदमै कम्ती आउँदैछ। यदि त्यस्तो समस्या छ भने स्मार्ट टिभी त सबैजनाकोमा छँदैछ र स्मार्ट टिभीमा खोलेर चाहिँ भोल्युम बढाएर ठुलो पारेर चाहिँ सुन्दा चाहिँ राम्रो सुन्दो रहेछ। यो अलिकति मोबाइल पुरानो भइसकेको छ भने चाहिँ आवाज चाहिँ त्यति क्लियर आउँदैन रहेछ। सा र त सा ना सेन, सेन। सा र त सा ना सेन। सा र त सा ना सेन। अब यो एकदमै कम्प्लिकेटेड देख्दैछ। चिक नि सुम सी छ, तर यो अगाडिको यो नियम सिकिसकेको छ, यो पनि सिकिसक्यो। आज यो नयाँ सिकाउँदैछु। सा पता, सा पता पा, पारतक, पारतक, पारतक टा, टा ना एकल पनि ल्याउने, ना पनि उच्चारण गर्ने। सा पता पा, पा र त टा, टा ना टेन, टन होइन टेन, टेन, टेन। सो यसलाई एकचोटि होइन, तपाईँ अफिस जानुभन्दा अगाडि 3-4 पल्ट सुन्नुहोस्। सुन्यो भने अनि सपता पार त टा ना अटोमेटिकली मुखदेखिको 10 भनेर निस्किन्छ। अब हामी छिट्टै पुस्तक पढ्नु सक्ने हुन्छ, तर फाउन्डेसनदेखिको पहिलाकोहरू एकदमै सिक्नु राम्ररी सिक्नु भएको छ कि छैन त्यो पनि एकचोटि सुरुदेखिको हेर्नुहोस्। यसरी हामी आजको क्लास यहीँ समाप्त गर्नु पर्यो। अनि भोलि क्लास गर्दिन, अलिकति हाम्रो लोकल स्टुडेन्ट अलिकति ढिलो आउनु थाल्यो। 3-4 दिन पर्ख्यो भने अनि 45-50मा पुग्दो रहेछ। त्यसले गर्दाखेरि 1-2 दिन म आउँदिनँ। अनि क्लासमा आउनु भएकोमा धन्यवाद।